हेलो सो आज चाहिँ मसँग घरमा स्ट्रबेरी थियो अलिकति हैन मैले यसको तितौरा बनाउने सोचे सो तितौरा चाहिँ बनाउनलाई स्ट्रबेरी अनि सुकेको खुर्सानी हैन क्युमिन र कोरियान्डर पाउडर त्यो चाहिँ अनि त्यसपछि पिङ्क सल्ट बिरे नुन भन्छ नि हाम्रो नेपालमा हैन त्यो अनि मैले चाहिँ सुकेको खुर्सानीलाई हल्का त्यो आछु आइरहेछ मलाई त्यही भएर हल्का ड्राई गरेर बुटेर अनि त्यसपछि पिसेको हैन धुलो बनाएको धुलो हाल्नलाई अनि त्यसपछि यो धुलो भएन खुर्सानीको अनि त्यसमा हाल्ने मह अथवा चिनी जे हाले पनि हुन्छ मैले चाहिँ ब्राउन सुगर हाले अनि त्यसपछि लेमनको जुस हैन यो चाहिँ सुगर अनि हालेर अनि त्यसपछि यो स्ट्रबेरीलाई चाहिँ सफा गरेर पखालेर अब पहिला पिस्नेलाई मज्जाले हैन अनि यसलाई पुरै प्युरे बनाउने स्ट्रबेरीको प्युरे भइसकिसकेपछि मज्जाले यसलाई पकाउने पकाउनलाई चाहिँ अब हल्का कन्सिस्टेन्सी अलिकति थिक हुन्छ पकाउने हैन मैले चाहिँ धेरै बेर पकाइन एक्चुअली त्यो मिक्स गर्नको लागि पकाउने हो सो अनि त्यो बेलामा मैले यो चाहिँ ओभनलाई चाहिँ प्रिहिट गर्नलाई राखेको थिएँ हैन 170 डिग्री फरेनहाइटमा प्रिहिट गरेर राखेको थिएँ अनि यसलाई स्ट्रबेरी हालेर प्यानमा सुगर ब्राउन सुगर अनि जे पनि अर्को रिफाइन्ड सुगर पनि हाल्न सक्नुहुन्छ म चाहिँ रिफाइन्ड सुगर नखाने भएको भएर घरमा रिफाइन्ड सुगर छैन हैन सो ब्राउन सुगर अनि यो चाहिँ अघि पिसेको त्यो ड्राइड चिलीको पाउडर हैन अनि त्यसपछि त्यसमा हाल्ने लेमन अनि त्यसपछि त्यो पिङ्क सल्ट अनि त्यसपछि जिरा धनियाको धुलो पनि हाल्ने हैन मा घाटे कस्तो भएको त्यो खुर्सानी त्यो ड्राई गरेर भुटेर त्यसको खारले के अनि पिसेको पनि थिए त्यसको खारले गर्दाखेरि होला हैन घाटी कस्तो खरखर भइरहेछ अनि त्यसपछि सबै कुरा हालिसकेपछि मजाले चलाएर एकछिनसम्म पकाउने अनि यो एकछिन पाकेपछि बोइल हुन थाल्छ नि त अनि हेर्ने मैले जिरा धनियाको धुलो हालेको चाहिँ त्यो खिच्नै बिर्सेछु क्या अनि पछि खिच्न पनि फेरि अब त्यो पछि फेरि डबल हाल्दा धेरै हुन्छ हैन अनि सो या त्यो हल्का चलाउने अनि त्यो कन्सिस्टेन्सी हेर्ने त्यसको अलिकति थिक भएपछि अब यसलाई मैले चाहिँ मेरो चाहिँ त्यो के भन्छ कस्तो खरखर भएको भए बेकिङ उसमा चाहिँ ट्रेमा चाहिँ राख्ने बेकिङ सिट चाहिँ थिएन हैन सो मैले चाहिँ त्यसमा नै ओइल स्प्रे गरेर अनि त्यसलाई ओइल अलिकति हालेर सबैतिर अनि त्यसैमा नै फिजाइदिए हैन त्यो अनि फिजाएर भित्र